हेलो गुड मर्निङ स्याटरडे शनिबारको दिन हामी चाहिँ बिहानै कता हिँड्दैछौँ भने हामी आशापुरी हाइकिङ हामी चाहिँ मसल ल्याब कठाघरको मसल ल्याबबाट चाहिँ हाइकिङ आएको छौँ। खासमा हामी आज शिवपुरी राष्ट्रिय निकुञ्ज जाने प्लान थियो तर क्यान्सल भयो। क्यान्सल हुनुको कारण चाहिँ वेदर नै भनौँ न, अब यसो पानी पर्ला जस्तो छ, अब अलिकति टाढा पनि अनि पानी पर्ने अब सिजनै त्यसै छ नि त, पानी पर्ने हावा हुरी आउने। सो हामी चाहिँ नजिकै जाउँ न, अब हाइकिङ जाने भनेर प्लान गरिसकेपछि नजिकै जाउँ भनेर यता हुनुहुन्छ हाम्रो ओनर म्याम। के खानुभयो? ए बदाम कस्तो भइरहेछ दिदी? अनि शीतल घाम पनि लागेन, पानी पनि परेन, मौसम एकदमै ठिक छ। कस्तो भइरहेछ? रमाइलो भइरहेछ। चाहिँ मौसमले साथ दिइरहेछ अहिलेसम्म चाहिँ हामीलाई, मौसमले साथ दिइरहेछ। पानी पनि परेको छैन, घाम पनि लागेको छैन, हिँड्नलाई एकदमै सजिलो, बाटो पनि राम्रै छ। यस्तो पछाडि हाम्रो टोली मसल ल्याबको जुम्बा टोलीहरू। के भयो रे? हाम्रो यात्रा कस्तो हुँदैछ दिदी? एकदम रमाइलो हुँदैछ है। अर्कोपल्ट चाहिँ हामी अब शिवपुरी निकुञ्ज होला हैन? शिवपुरी जानुपर्छ है। बादल वर्षा बिजुली सावनको पानी, चिसो चिसो मौसम छ, तातो जवानी, मुटु मेरो दुख्न थाल्यो नि त के भन्छ, मायाको ओखती हामी चाहिँ अहिले आशापुरी ड्रिम हाउस रिसोर्ट आइपुगेका छौँ। अब खानासानाको व्यवस्था गरेर मात्रै यसो घुमौँ भनेको। अब यो कुकुरले चाहिँ तर्साइ गर्यो। अब चाहिँ हामी कहाँ जाने दिदी? खाना चिसो भयो। 12 बजी छ, ठ्याक्कै 12:15। पानी पनि पर्न थाल्यो है। ल अब चाहिँ मेरो त हुरी नै छोडिरहेको छ फेरि। अब खाना खान जाने। चिसो मौसम छ। ओ गाइज, अब हाम्रो खाना खाने टाइम भयो। यो चाहिँ हाम्रो लोकल कुखुरा